सुर्खेतको वीरेन्द्रनगरमा 16 वर्षीय इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा 4 जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरकै 4 जनालाई पक्राउ गरेको हो। पक्राउ परेका 4 जना 18 वर्ष मुनिका नाबालक हुन्। पूर्व सुर्खेतको गुर्बाकोट नगरपालिका 6 बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर 1 मा बस्दै आएकी इनिसा विकको फागुन 23 गते मृत्यु भएको हो। इनिसा विक बिहान 23 गते वीरेन्द्रनगर 4 स्थित जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन्। लगत्तै उनलाई प्रादेशिक अस्पताल कालागाउँमा पुर्याएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए। उनी कक्षा 11 मा अध्ययनरत थिइन्। उनको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले 24 गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी मोहनजन बुटा थापाले जानकारी दिनुभयो। डीएसपी थापाका अनुसार सुर्खेत प्रहरीले 23 गते दिउँसो नै एक 16 वर्षीय किशोरलाई पक्राउ गरेको थियो। थप अनुसन्धानका लागि फागुन 24 गते अरु 3 जनालाई नियन्त्रणमा लिएर अनुसन्धानमा थालिएको छ। बलात्कारपछि हत्याको आशंका। हरेक दिन जै इनिसा फागुन 23 गते बिहान 6 बजे ट्युसन पढ्न जान्छु भन्दै घरबाट निस्केकी थिइन्। उनी वीरेन्द्रनगर 6 मा रहेको उषा बाल बाटिका स्कुलमा कक्षा 11 मा पढ्थिन्। अघिल्ला दिनसम्म बिहान 8 बजे भित्र घर फर्किने छोरी 9 बजेसम्म नआएपछि आमाले फोन गरिन् तर फोन स्विच अफ थियो। केही समयपछि तपाईको छोरी शहीद पार्कको जंगलमा बेहोस अवस्थामा भेटिन्। छिटो हाल्नु पर्यो भनेर एउटा नम्बरबाट फोन आयो। इनिसाकी आमा भन्छिन् जनजागरण सामुदायिक वनसँग जोडिएको शहीद पार्कमा उनी पुग्दा इनिसा बेहोस अवस्थामा थिइन्। शरीर रक्तम्य थियो। छोरीको अवस्था देखेर आमा त्यही बेहोस भइन्। घटनास्थलमा पुगेका अन्य व्यक्तिहरूको इनिसालाई प्रदेश अस्पताल कालागाउँ पुर्याए तर अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरे। मृतकका परिवारले सामूहिक बलात्कारपछि मृत्यु भएको भन्दै कर्तव्य ज्यान तथा जबरजस्ती गर्नेको जाहेरी दिएको छ। घटनास्थलको अवस्था हेर्दा सामूहिक बलात्कार पछि हत्या नै गरेको परिवारको दाबी छ र छोरीको शरीर भरि नीलडाम थिए। कपाल लुचेको थियो। चुरा फुटेका छन्। 2-3 मिटर माथिबाट तल घसारेको छ। मृतककी आमा भन्छिन् तपाई तटपाई मारेको छ। दोषीमाथि कडा कारबाही होस्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी थापाले घटनाको गम्भीरताका साथ अनुसन्धान अगाडि बढाएको जानकारी दिए।